दर्शकबिन अहिले यति बेला यो भिडियो सामाजिक सञ्जालमा एकदम भाइरल भएको रहेछ र मलाई पनि एकदम मन छोयो यो भिडियोले। एकचोटि यो भिडियो पुरा हेर्नु होला र के कस्तो लाग्छ कमेन्ट गर्नु होला र सबैसँग पुग्नको लागि एक शेयर गर्नु होला। दुईटै त्यसै हुन्छ। आर्मी आयो खोइ। आर्मीले के गर्छन्? गाली गर्छन्? हजुर छैन केही पनि निमुरा हो बाबु तीनटा मुठा मुठा छैन बाबु त्यहाँ केही पनि बेचे होइन म त 10 मुठा मात्रै ल्याएको थिएँ बाबु। बुढी मान्छेले टिप्नु सक्दैन बाबु। आउनु यता आउनु। ओ माई गॉड कति गाह्रो छ है आमाहरूलाई व्यापार गर्न। आउनु आमा ल यो तरकारी यता आउनु त। अब बस्न दिन्छ कि दिँदैन? अब बस्न चाहिँ यो राख्नु यो बेच्नु ल बेच्नु तपाईँलाई हेर्नु त आमामा हो होइन यहाँ बसेर बेच्न त दिनुपर्ने हो नि त है। आर्मीदेखि मैले धेरै गाह्रो छ है। लाउनु आमा ल मैले तपाईँलाई मेरो तर्फले दिएँ ल। अब यता अन्त अब यो बेच्न बस्नु त अनि पाउँछ कि पाउँदैन? अब म पर बस्नु होइन यहाँ त बस्न दिनु पर्ने हो कि यहाँ बस्नु नदिए चाहिँ किन होला? ओहो तपाईँहरू जङ्गलमा गएर पैसा तिरेर कुलो टिप्ने हो कि होइन? जङ्गलमा पैसा तिरेर गएर चाहिँ तपाईँले निरो टिप्ने हो नि होइन? अब पैसा तिरिसकेपछि यहाँ आएर बस्न चाहिँ के गर्यो होला है? यो चाहिँ अलि व्यवस्थित गर्नु पर्यो है। उहाँहरूको सुकुम्बासी टोलमा बस्नुहुन्छ उहाँहरू, मलाई थाहा छ हिजो नि म आएको हो होइन। अब यस्तो दुःख गरेर बस्या मान्छेलाई त छोडिदिनु पर्ने हो। तरकारी बेच्न बस्या हो नि त, अब 2-3 मुठा बेचेर कति चाहिँ फाइदा हुन्छ त? अति गर्न हुँदैन है नेपाल सरकार। अब हेर्नु पर्यो, ध्यान दिनु पर्यो।